डेली ब्लग डे 75। मैले चाहिँ डे 73 देखि स्पिड चेन्ज गरेको छु होइन। पुसफुल लेग हुन्छ होइन, पुसफुल लेग अनि फेरि एगेन पुसफुल लेग अनि रेस्ट अनि फेरि पुसफुल लेग यसरी फेरि चेन्ज गरेको छु होइन। अब एउटै मात्रै गरिरहनु पनि हुँदैन होइन, चेन्ज गर्दै गर्ने हो। अनि मैले 73 देखिको चाहिँ स्टार्ट गरेको थिएँ। 73 को चाहिँ भिडियो मेरो केही भएर अनि त्यसपछि मैले हाल्न पाइनँ। अनि त्यही भएर अब म हिजोदेखि चाहिँ अपलोड गरेको छु। हिजो अनि हिजोको भिडियो चाहिँ छ 73 देखि 74 देखि पुस्ले थियो। अब आज मेरो लेग डे छ। अब लेग डे राम्रो पर्फर्म गऱ्यौँ होइन। लेग डेमा चाहिँ 4 आवर्स पनि छ मेरो, 4 आवर्स ल्याएर अनि लेग डे र 4 आवर्स छ। हुन्छ लेट्स सी you guys in the workout section. Thank you for watching. ल गाइस, म चाहिँ आज चाहिँ अब लेग डेमा चाहिँ ह्यामस्ट्रिङ कर्लबाट स्टार्ट गर्छु होइन। वान अफ द बेस्ट माई एक्सर्साइज। अब यहाँबाट सुरु गरौँ, कस्तो हुन्छ। मेरो ह्यामस्ट्रिङ क्रल सकिसकेको छ। अब म जान्छु लेग एक्सटेन्सतर्फ। अनि एक एकवटा मात्रै हुन्छ आज ह्यामस्ट्रिङ र क्वाड्सको लागि अनि काफ्सको लागि एउटा हुन्छ। अनि त्यो चाहिँ 4 आर्म्स लगाइन्छ। लेग डेमा चाहिँ मैले ह्यामस्ट्रिङ र क्वाड्सको लागि एकवटा एक्सर्साइज हाने। अब काफ्सको लागि एउटा हानेछु, किनभने विकमा 2 चोटि भएको कारणले गर्दाखेरि एउटा मात्रै हानिरहेको छु। अनि अब यो काफ्सतर्फ जाउँ। लेगको कमी गराएको छु मैले। अब म जान्छु ब्राकेलिस र 4 आर्म्सको ब्राकेलिस गरेर 3टा गर्छु होइन। एउटा हेडमा पिचरबाट गर्छु होइन, पिचर ह्यामर अनि 2टा 4 आर्म्सको लागि जान्छ है।
लगायत अब लास्ट सेट भराउँछु बाँकी रह्यो आजको वर्कआउट कम्प्लिट हुन्छ स्ट्रेट गाइड्स गाइस आजको मेरो वर्कआउट चाहिँ कम्प्लिट भइसकेको छ होइन आराम्स र लेग्स गरेर अनि थ्याङ्क यू फर वाचिङ अनि कस्तो भयो प्लिज कमेन्ट डाउन सी यू गाइस नेक्स्ट डे नेक्स्ट ब्लग अनि आराम्स चाहिँ छ होइन लेग्स चाहिँ धेरै Now guys, thank you for watching. See you guys next day, next vlog.